हामी यहाँ रेडी भइसक्यौँ है दिदी सबैजना रेडी भइसक्यौँ अब बाहिर निस्किन लागेको ए हामी त जुत्तालाई रेडी भइसक्यौँ हेलो म चाहिँ सृजना राई हेलो म चाहिँ माया बाबा सबै स्टाइल हो त खतरा बोल्थ्यो त ल हाम्रो गाडी पनि आइपुग्यो हाम्रो चाहिँ सवारी यहाँनिर सामान घेराले झोला बोकिराख्नु भएको छ अर्को चाहिँ मिनी ब्लग बनाउँदैछ मैले चाहिँ भर्खर टिकटक बनाएँ अनि हाम्रो ब्युटिफुल फुपू यहाँ हुनुहुन्छ अहिले चाहिँ म सबैजना वाइट ड्रेसमा छौँ यहाँनिर म चाहिँ ब्ल्याक एन्ड वाइट है यस्तो ड्रेसमा छु है आज चाहिँ अनि यहाँनिर सबैजना वाइट आज आएको हाम्रो चाहिँ यहाँ चाहिँ सबैजना वाइट भेनाले पनि वाइट लाउनु छ भित्रबाट ट्रेन चाहिँ यहाँनिर ब्ल्याक एन्ड वाइट छ सबैजना ब्ल्याक एन्ड वाइट अनि यहाँनिर ठुलो दिदी पनि ब्ल्याक एन्ड वाइट हुनुभएको छ सबैजना आउँदैछ ब्ल्याक एन्ड वाइट दिदी माया आउँदैछु त नि आधी घन्टा भइसक्यो पर्खेको सबभन्दा छिटो आज आएको ल नमस्ते दिजु हामी यहाँ सिधा बुकु पनि यता दिदी सम्झना यता हेर हेलो हाई पनि उसिन हेरेको छौँ कमला दिदीको भागै यो दुईटा अन्डा चाहिँ वाइबा पनि ल्याएको छु अकबरे खानेमा टोकी खानेमा अकबरे पनि छ है केटी हो अकबरे पनि छ अन्डा पनि खाऊ नुन पनि छ है डिब्बामा सबैको प्रबन्ध अनि पानी पनि छ तिमीलाई तिखा लाग्यो भने त्यही हो त सिर्जना हो नि त सिर्जना दरो सपिङ गर्छ छुट्टी मायाले यहाँनिर पैसा हिसाब गर्दैछन् है यहाँनिर भारू पैसा नकिनेर हाम्रो दिदी चाहिँ कति पैसा भन्नुहुँदैछ सबैजना यहाँ पैसा रेडीहरू बनाउँदैछन् यहाँ गर्दैछन् भनेर सम्झनाले त्यहाँनिर ढुङ्गा लिन हामी चाहिँ यहाँनिर एकछिन रोकेको है सबैजना साइकलहरू नै छ यहाँनिर है टिपेर पनि राखिसक्यो ढुङ्गा जङ्गलबाट यहाँनिर दार्जिलिङ होटलमा चाहिँ यहाँनिर खाना खान आएको सम्झनाले के खाने हिजो व्रतले भोकले कस्तो भइरहेछ पर्कमा मलाई चाहिँ लोकल ल अनि यता दिदीलाई चाहिँ लोकलै हामी तिनवटाको चाहिँ गरिदिइहाल्नु हामीलाई भोक लागेको छिटो गरिदिनु भाइ चारवटा गरिदिनु गर्दै गर्नु न त्यो चाहिँ टाउको दुख्यो हामी दिदीलाई छैन निन्दा लाग्यो बिहान उठेर खाए ल खाएको अनि मिठो छ खै कमला दिदीको खाना सेलाइसक्यो खाए ल खानपिन गरिवरी अब हामी चाहिँ लागेको है सिलगढीतिर आजको चाहिँ खै के भइरहेछ हाम्रो यहाँ नक्कर पार्दैछ काम मात्रै बढ्यो बिचरा खानपिन गरिवरी हामी चाहिँ यहाँबाट दार्जिलिङ होटलबाट अब चाहिँ सिलगढीतिर लाग्नु लागि नै हालेको भन भयो बोली पनि के लडबाट लाग्ने हुन्छ त के हो यस्तो ल्याग पो हुन्छ त ल्याग धेरै भात खाइएछ नि त चिपिक्क हुन्छ अनुहार पनि सिलगढी आएपछि फुल नहेरे चित्त बुझ्दैन है हामीलाई चाहिँ हेर न ल फुल चाहिँ अब लिनु पर्यो अस्तिको पालि पनि लियौँ अस्तिको पालि राम्रोसँग लिनु पाएन अब ऊ त ठुल्ठुलो हेर्न कस्तो ठुल्ठुलो फुल होइन कमला त लानु पाइन्छ नि यार यस्तो टाढाबाट आएर पनि हेर न भ्लग बनाउँदा साला मोबाइलै झरेर के गर्नु भ्लग बनाउनु पनि सजिलो छ हेर्नु न मोबाइलै झरेर झारापिरी यो मेरो अहिले यहाँ यस्तो गरेर झर नि अनि भ्लग रिक्स लिँदै गर्नुपर्छ यहाँनिर कस्तो पाउँछ रेमा नली वहीँ हो वहीँ म चाहिँ यहाँनिर यो लानु लागेको मेरो के प्लान छ अलि मिलाएर दिनु ल मेरो दाइ
हामी चाहिँ पहिला दाइकोबाट नै लान्थ्यौँ के स्टोनहरू। यो स्टोन चाहिँ सजाउनु लागि क्या फुलहरू गमलाहरू लियो अरे हामी चाहिँ सबैलाई फुलको लोभ लगाएर फुल त लानु पनि एलाउड रहेन रहेछ पुरा चेकिङ रहेछ। फुल चाहिँ लगिन मलहरू चाहिँ लग्यौँ अनि फुल दिँदैन रहेछ नि त लानुको लागि रिक्स हुन्छ अरे क्या। कोरोनालेमा फुल लानु मन गरेर हेर न बिचराहरू हेऱ्यो हेऱ्यो गमलाहरू अनि स्टोनहरू मात्रै लिएर कस्तो हुँदैछ सिलगढी घुमेको कस्तो हुँदैछ उयो रहेछ त राम्रो राम्रो। हामी यहाँनिर सिलगढी बजार हिँड्दैछौँ है। डेकोरेसनको सामानहरू हेर्दैछौँ सबैजना बिजी भएर होइन कुन्डिम भएर यहाँनिर है सजाउनेहरू राम्रो पनि देख्छ क्या अच्छा वाला है ना डेकोरेशन के लिए इधर सबजना बिजी छ यहाँ डेकोरेसन सामान किन्नका। के किन्नुभयो दिदी तपाईँले? वाह यो त तपाईँको होटेलको लागि काम लाग्ने चिज रहेछ। कमला चाहिँ के लिनुभयो खै हेरौँ तपाईँले यो मैले चाहिँ किनिदिएँ तपाईँले यो त टु बक्स दामी लिएछ त सबैले। अनि अरूहरूले चाहिँ माने डेकोरेसनको सामान चिया खाने कस्तो हुँदैछ रमाइलो हुँदैछ? अर्केको अर्केको भयो त बिहार त फेमस देखा ल भाइको पनि दोकान फेमस गरिदिन्छु ल ल ओके। कतिको सपिङ हुँदैछ दि मात्र? तपाईँको कस्तो हुँदैछ के लिनु हुँदैछ? सजाउने मात्रै चाबी राख्ने स्ट्यान्ड छ ना अरे यस्तो हल्का हुन्छ दिदी हल्का हुन्छ हल्का राम्रो सजाउनेहरू उयो यो यो एकछिन हेरौँ न आफू नकिन्ने भएपछि त नि जुम 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 भन्छ आफू किन्ने भएपछि मात्रै हो कि मान्छेहरू। ब्याग छानेको हो बाबा ब्याग छानेकै रहेछ हेर त ल यस्तो कस्तो फिनिसिङ नै राम्रो छैन त यस्तो ब्याग छानेको छानेको म चाहिँ यहाँनिर अघि म त एकदम फास्ट छु क्या अघि यहाँनिर मेरो ब्याग भरिसक्यो। यो ढिली मायाहरू चाहिँ कति ढिलो गर्छ ओभर ढिलो दो क्वालिटी होइन इन्डियन हुन्छ इन्डियन यो इन्डियन सामान रेडी बनाउँदै कोही चाहिँ यहाँनिर हामीले 380 भन्नु नि पुरा मैले फेरि अलि पर गएर सोचेको कि 300 रुपैयाँ हो यो त नि यतिको फरक पर्छ घटाउनु चाहिँ पर्छ क्या हामीले 400 किन्यौँ त्यही भएर घटाउनु पर्छ भनेको केटाकेटी हो किनेर मात्र हुँदैन घटाउनु पर्छ। यस्तो घाममा आउनुपर्छ यत्रो पसिना जस्तै भोक लाग्यो भोक लागिसक्यो छैन अघि भात खाएकोले चप्पल किन्नु भएको साह्रै राम्रो किन्नु भएको छ उसलाई सुहाउने। तिमीले चाहिँ लिएनौ साइज थिएन मन परेको कलर डिस कलर भएको थियो लिँदा त राम्रो हुन्छ क्रसको त राम्रो हुन्छ। तिमीलाई युकेमा काम लाग्छ नि त काम लाग्छ नि अब नेक्स्ट टाइम फेरि आउँछु नि सपिङ गर्न त्यसकै लिन्छु नलिए पनि हुन्छ तँमा किनिहाल्छौ युकेमा किनिहाल्छौ। मलाई चाहिँ गएर टन्नै पैसा पठाइदिनु सामान चाहिँ केही नपठाउनु पैसा चाहिँ पठाउनु है मलाई अर्डर गरायो दिदी बहिनीहरू चाहिँ के मगाउनु दिदी अनि के मगाउनु दिदी आइसक्यो सीतारानी ढिलो आएर मगाएको सीतारानीको पो छिटो आएछ। चिसो बाहिर चिसो खानु नपाएर कस्तो भएको थियो है बाहिर त खासै चिसो नपाउँदो रहेछ के ओ पिज्जा अनि बर्गर अब त्यस्तै त हो खाने भनेको। दही बडा
चाहिँ गएँ सपिङ गर्नु बसै तिमीले चाहिँ खाइराख म गएको सपिङ गर्न बाई बाई कति ढिलो खाएको त म गएको भएको त अब छिटो निस्कै म त निस्केको त अब हिँड्नु हिँड्नु छिटो म त गएको सपिङ गर्न बाई 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 ढिलो खाइराख म त गएँ सपिङ गर्न मैले चाहिँ यो अब हामी चाहिँ अलिक फेरि यहाँनिर जाने भनेको पानी परेर चाहिँ रोकियो खै भिडियो गर्छ भनेर मक्क परिरहेको पानी परेर जाडो भयो रिमा हेर न पानी ओभर परेर झन्डै म त है हाते लाएर आएको भाइ जाडोले मर्ने रहेछ क्या हेर त पेन्टहरू कस्तो दामी दामी सपिङ हेर्नु यहाँ यत्रो भइरहेछ उसम भइरहेछ कस्तो ठुलो पानी परेको है दिदीहरू चाहिँ पुरा सपिङ गर्दैछ है हामी सकिसक्यौँ पुरा सपिङ गरेर हामी त्यहाँनिर थाकेको अवस्थामा छौँ फुपू पनि ओभर थाकेर छिटो हिँड भन्नुहुँदैछ विचारहरू के साह्रो थाकेको आम्मामा यो के हो सामानहरू थाकेको हो त चिया खानाको चिया खाँदा के पाउने रोज अनि यो रोज चिया खान पाउँदा रोज पाउने रोज हामीलाई पनि रोज देऊ अबे लु यो लुगा किन्दा यो आएछ है अनि चिया किन्दा यो सपिङ दह्रो भयो दिजु दह्रो भयो नि हेलो हेलो खै हामीलाई चाहिँ मलाई गिफ्ट रिबकबाट ल यता पनि ल यताबाट यता ल रमाइलो हुँदैछ हाम्रो दिजु कति हो मेरो अरे हामी त दामी भएर दामी चाय खानु त यहाँ आउनु पर्दो रहेछ हामी अब चाहिँ थाहा छ त हामी पहिला आएको त नानी अघि हामी किन त्यस टाइम लस गऱ्यौँ अब चाहिँ डाइरेक्ट त्यहाँ आउने यहाँ सपिङहरू आमा यत्रो धेरै सपिङ छ है के गर्ने आएपछि किन्नु मन लाग्छ यहाँनिर भन्सारमा टाइट गर्छ त्यो टेन्सन नि अरू सामान त अझै उसमै छ गाडीमा डर लागिरहेछ भने अरे बहिनीले चाहिँ हाम्रो ट्याग गर्छ अरे यस्तरी हामी फोटो खिच्दैछौँ यहाँनिर ट्याग गरिदिने अरे भएर बहिनीले हामीलाई हाम्रो फोटोमा खिच्यो भने आइपुग्यो हाम्रो चिया हाम्रो मिठो चिया लियौँ अब चिया पनि खाइवरी अब चाहिँ हामी निस्किन लागेको धेरै पानी परिरहेको थियो रमाइलो पनि गऱ्यौँ भिडियो पनि गऱ्यौँ अब चाहिँ फाइनल निस्किन लागेको है गाइज यताबाट जाने र यताबाट जाउँ पानी पर्यो गाइड गर्ने मान्छे यता यस्तो भइरहेको छ बाई यही पुग्यो नेक्स्ट मन्थ कि नेक्स्ट फ्राइडे दुलोबाट खानु भन्नुभएको नि म यो दुलोबाट खाँदिनँ ल मेरो दुलो पोलो अब यसरी खान्छु एकछिन मिलाउँदा हुन्छ यस्तरी हामी फोटो खिच्दैछौँ देखिए स्माइल
के भने ह्याप्पी भ्यालेन्टाइन डे रे कहिले दौरा सपिङ भयो हाम्रो त्यहाँनिर पुरा छानाछान हुँदैछ चाहिँ मसाज गर्न गएको सबैजना सपिङ गरेछ उनीहरू धेरै ढिलो गर्छ म चाहिँ अब छिटो पनि गर्ने त्यही भएर नि अब मसाज थाकिसकेँ एक्लै आफू त वासरुमतिर लाग्यो पर्खिँदा टाइम पनि लाग्ने भयो आफू चाहिँ अब फ्रेस पनि हुने अझै वासरुम पछि गयो आएर अब मसाज गर्ने है गाइज त्यो भनेको त उनीहरू त यहाँ सपिङ पो गर्दैछ आफू त मसाज गरेर आयो मजाले कति राम्रो साडीहरू नि ए अनि दिदीहरू चाहिँ कहाँ हुनुहुन्छ राम्रो साडीहरू रहेछ यहाँनिर है यो पनि राम्रो कलर नि आफू त मसाज पनि गर्यो 2 पल्ट रमाइलो भयो आनन्द पो भयो सपिङ गरेको हो अरूहरूले त आफू त यहाँनिर सपिङ गरेर हेर त यत्रो सपिङ गरेर पनि म चाहिँ यहाँनिर टाइम निकालेर मसाज गरेर घुमेर आइसकेँ कोही आउँदैन त बाबा थाक्यो सबैजना म चाहिँ कमला दिदी र दुर्गा दिदी लिनु गएको अहिले आउने अरे उहाँहरू चाहिँ अझै टाइम लाग्छ अरे किन हतारिएको भन्नुहुन्छ दिदीहरूले बिचराको अवस्था यहाँनिर सेन्टरको पार्किङ चाहिँ जहिले प्याक क्या कहिले पनि खाली त देख्दिनँ म त जहिले प्याक जहिले गाडीमा यसरी बसिरहेको छ मेरो झोला चाहिँ यत्रो सामान चेकिङमा टेन्सन हुन्छ भने डर के अरूहरू चाहिँ आएकै छैन हामी चाहिँ आइसक्यो आउँदैछ सबै डर लागिसक्यो पोका पाका कसरी मिलाउने हो भन्दैछ हाम्रो भाइले पनि त्यसो नभन्नु न तपाईँले झन् हामीलाई यस्तो भन्नु चाहिँ झन् डर पो लाग्छ झोलाहरू कता कता गयो तपाईँको उयो हो नि दिदी आइपुगे बल्ल बल्ल आए गाइजहरू जना खाना खानु दार्जिलिङमा भन्नु फोन गरेर अब अनलाइन बसेर हेर्दा त त्यहाँनिर फोन नम्बर मेरो कहाँ अर्को मोबाइलमै छुटेछ के अब घर पुग्दा त 12 बज्छ 12 बज्छ आज त घर भुइँचालो आयो अरे डर पो लाग्दो के साह्रो नि मेरो सानो के गर्दै होला मेरो बेबी दिनभरि घुमिन्जेलसम्म सानोको याद आएन घर जाने बेला सानोको याद आएर मलाई त अब दार्जिलिङदेखि चाहिँ हामी फर्किँदैछौँ है घरतिर अब घर जाने बेला चाहिँ आज वुमन्स डे भएको कारणले गरेर हामीलाई चाहिँ थकाली खाना पनि खानु साह्रै भयो है वुमन्स डेको कारणले गएर सबै बन्द भएर अब आज अर्कै ठाउँमा जानु लागेको हामी बल्ल बल्ल खाना पाउनु गएको यो के अरे नयाँ थकालीमा हिँड्नु चढ्नु सकेन मान्छेहरू अब म मुनि हेर त बल्ल कसरी चढ आमा हिँड्नु नि हौ हाँसेर मारे त यस्तो सुनसानमा आज हामीले बल्ल खाना पाएको यहाँनिर त्यो पनि सर्टहरू सबै बन्द भइसक्यो यहाँ भिडियो गरिदिँदैछु त मैले आमामा बन्द भइसकेर पनि बिचराले हामीलाई चाहिँ अब खानाहरू बनाइदिएकै हो यस्तो बन्दको बेला पनि होइन नि हो ला यो त होइन अरे फेरि कस्तो थकाली खाना आएको त यो त बन्द पो रहेछ त होइन पो अरे त हौ के हो यस्तो बल्ल बल्ल पायो भनेको त कहाँ अरे ए अघि भन्नु पर्थ्यो नि त हौ कहाँको चाहिँ नम्बर परेछ त यो एड्रेस कमलाजीलाई चाहिँ कहाँबाट पत्ता लाग्यो भनेको चाहिँ यस्तो हुँदो रहेछ हो कि त्यही त ठाउँ अब यो कता हो के हो भनेर
लु फेरि बल्ल बल्ल चढेको थकाली खानाको लागि के भएको भाइ होइन रहेछ के भएको भाइ तपाईँ कस्तो रहेछ त यो चाहिँ एकदमै धोका भयो हामीलाई चाहिँ यहाँनिर थकाली खानु बल्ल बल्ल चढेको अर्कै ठाउँ पो रहेछ हौ यस्तो सकि चढिरहेको चाहिँ होइन रहेछ यो थकाली त बल्ल बल्ल गर्न जान्छ भन्छ सबैजना आयो होइन रहेछ कस्तो आज खान नपाएको हो सबलाई भोक लागेको त्यस्तै खोज्दा खोज्दा हैरानी पो भयो त हजुर कहाँ रहेछ त हौ हजुर बिएनसीको अगाडि हो सिटी सेन्टर त थाहा छ मलाई त्यही हो बल्ल बल्ल थकाली खाना खान पाइयो भनेको त खै ढाकेको अवस्था ढाकेको रहेछ बिचराको पेज रहेछ यहाँ माथि अर्को रहेछ बल्ल बल्ल उता खोजेर फेरि यहाँनिर रहेछ अर्को ठाउँमा एड्रेस गल्ती दिएर अर्को ठाउँमा माथि चढेर रहेछ बल्ल बल्ल एड्रेस पाएर यहाँनिर हामी चाहिँ पर रहेछ पहिला आएको र दिदी तपाईँ बिर्सेको हो के मलाई थाहा छ हिँड्नु न ऊ पर्खिरहेको छ त्यही हो अबि हेर त कस्तो बोलेको दिदीले त्यो भनेको यिनीहरू त सबै पागलैहरू छ सिटीमा त नसकेको हिँड्नु नसकेको अवस्थामै हेर न यहाँनिर पर्खिँदा पर्खिँदा बडीगार्डहरू सुतेछ आज बाहिर ढिलो भएको भात खानु नपाएको आमा भेटायो थकाली खाना बिहानको राम्रो कहिले राम्रो बिहानको राम्रो कहिले राम्रो दिदी के भन्नुको कति बज्यो राति घरमा चाहिँ ढिलो पुग्ने रहेछ भोक्ला बेला है दिदी यहाँनिर बोकेर हिँडेको सबलाई खाना रुच्यो अरे अकबरले टन्न अकबरले धेरै भात रोज्छ के यसरी बोकेर हिँड्छ नि हामी अकबरे ल भाइ थ्याङ्क यू भाइ सबैलाई राति पनि यति सर्भ दिनु थाल्ने चाहिँ हो क्या आज दिल भाइलाई चाहिँ फोटो खिचेको मन रहेछ त्यही त भनेको ल अब चाहिँ हामी रातिको 12 बजीतिर हो कि कति बज्यो 11 बज्यो कि कति बज्यो ब्ल्याक एन्ड व्हाइट चाहिँ आज के भयो गुड नाइट गाइज गुड नाइट आजको दिन यस्तो भएछ है हाम्रो भरेतिर हाम्रो भिडियो हेर्नु आज हाँसुटेर हाम्रो भिडियो हेर्नु होला धेरैजना हाँसिरहेछ र यसले कस्तो बनाएको र टिकटकमा बाई बाई गुड नाइट सबैजना गुड नाइट बाई गुड नाइट भन्दैनु गुड नाइट खोइ दिदी यस्तो राति भएको छैन त रातिको 12 बज्यो हेर्नुहोस् त उयो मेरो डल्लो छ नि त्यो बजेको भन्नुहुन्छ त्यो त हो क्या त्यो आइपुग्यौँ हामी बाई बाई गुड नाइट गुड नाइट